हेलो साथीहरू सबैजनालाई मेरो नमस्कार। हजुरहरू आरामै हुनुहुन्छ होला। मैले धेरै दिनपछि भिडियो बनाउँदैछु हैन, लगभग 4-5 दिनै भयो होला मैले भिडियो नबनाएको। आज चाहिँ म तपाईहरुलाई कोल्ड रुम सम्बन्धी जानकारी दिँदैछु हैन। तपाईहरुले बुझ्नुस् कि फ्रिजहरू ठुल्ठुलो फ्रिजको बारेमा, त्यसको हाम्रो काम आइरहेछ, सर्भिस आइरहेछ, म हजुरलाई त्यसको बारेमा बताउने छु। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला र तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गरेर मसँग जोडिनु होला, ताकि पछि गएर चाहिँ यस्तै भिडियो चाहिँ तपाईहरुमा चाहिँ छिटो भन्दा छिटो पुगोस् भन्न चाहे। र म अब भिडियो सुरु गर्न गइरहेको छु। यो चाहिँ कोल्ड रुम हो, यसैलाई चाहिँ कोल्ड रुम भन्छौँ हैन। हामीसँग चाहिँ यहाँ जम्मा 6 वटा छ कोल्ड रुम। तपाईको यो ठुल्ठुलो क्यान्टिन एरिया भयो, अनि त्यसपछि क्याटरिङमा हैन यस्तो खालको चिलर प्रयोग गरिन्छ। यसलाई चाहिँ हामीले 2 मा सेट गरिरहेका छौं र फ्रिज हो भने चाहिँ त्यसलाई हामी -18 मा सेट गर्छौं। यो चाहिँ चिल्लर भएको कारणले चाहिँ यसलाई हामीले 2 मा सेट गर्छौं। म तपाईलाई यहाँ भित्र देखाउँछु हैन, त्यो देखाउन चाहे। एकछिन यहाँ अँध्यारो छ, अब लाइट एकचोटि जलोस् है, तपाईलाई यो देखाउने छु। यो चाहिँ चिल्लर हो, यसरी सामान राख्छ हैन हैन, यसलाई चाहिँ चिल्लर भन्छ। अब यहाँ 2 आइटमहरु भयो हैन, अनि ड्रिङ्किङ वाटर हो। यो चाहिँ इन्डोरको भाग हो, यो भित्री भाग हो। यसलाई चाहिँ हामी एभापोरेटर भन्छ हैन, एभापोरेटर हो। यसैले चाहिँ अब चिसो दिने काम गर्छ, यो रुमलाई चिसो बनाउने र खानाहरूलाई फ्रेस राख्ने काम गर्छ हैन। जुसहरूलाई चाहिँ एभापोरेटर भन्छ। यहाँबाट चाहिँ अब यहाँ चाहिँ 2टा फ्यान छ यहाँ भित्र हैन। यो फ्यानबाट चाहिँ तपाईको हावा, चिसो हावा फाल्ने हुन्छ। अनि कन्डेन्सर कोइल हुन्छ है, तपाईको यहाँ पछाडी छ हैन, राम्रोसँग देखाउन मिलिरहेको छैन, म कोसिस गर्नेछु। यो त्यहाँ चाहिँ कन्डेन्सर कोइल हुन्छ, त्यहाँ चाहिँ तामाको पाइपहरू हुन्छ हैन। त्यो तामाको पाइप चाहिँ चिसो हुन्छ हैन, ग्यासले गर्दा चिसो हुन्छ। अनि हो त्यो चिसो चाहिँ अब यहाँ भित्र तातोलाई चाहिँ त्यो फ्यानले एब्जर्ब गरेर चाहिँ चिसो हावा फाल्ने काम गर्छ हैन। यसरी चाहिँ कुलिङ गर्ने काम गर्छ। यो रुमलाई चाहिँ चिसो बनाउँछ। यहाँ अहिले चिसो छ, यो सामानहरू चाहिँ यसरी फ्रेस राख्ने काम गर्छ। यसलाई नै कोल्ड रुम भनेर हामीले भन्छौँ। यो इन्डोरको भाग भयो, म तपाईलाई आउटडोरको भाग पनि देखाउने छु है। यसरी नै चिसो हुन्छ। नेपालमा पनि यसरी स्टोर गरेर राख्यो भने चाहिँ तपाईको सब्जीहरूलाई चाहिँ हैन फ्रेस राख्न सकिन्छ, बिग्रिन दिन सकिँदैन, कुहिँदैन हैन। अब स्टोर गरेर राख्दाखेरि चाहिँ जस पैसा कमाउन सकिन्छ, त्यसरी गर्दा पनि हुन्छ है। गरे पनि छन् होला कति, मलाई चाहिँ थाहा भएन। कोल्ड रुमको चाहिँ काम यही हो हैन, खानालाई चाहिँ स्टोर गरेर राख्ने, बिग्रिन नदिने, चिसो बनाएर राख्ने काम गर्छ। देखिहाल्नुभयो तपाईले है। म चाहिँ हजुरहरूलाई एकचोटि खोलेर देखाउँछु हैन। यहाँ भित्र के के हुन्छ भनेर चाहिँ म देखाउन गइरहेको छु हैन। कसरी काम हुन्छ, के गर्छ भन्ने कुरा देखाउँछु र भन्ने पनि छु हैन। यसलाई हामी चाहिँ यो युनिटलाई चाहिँ एभापोरेटर भन्छौँ। यो चाहिँ इन्डोरमा तल हुन्छ हैन। यसलाई चाहिँ कन्डेन्सर कोइल भन्छौँ हामी है। यही हो चाहिँ कोइल हो, एभापोरेटर कोइल भन्छ। यही चाहिँ चिसो भएर चाहिँ यो फ्यान चल्छ, सिएफएम सर्टकटमा चाहिँ सिएफएम भन्छौँ। यो फ्यानले चाहिँ तपाईँको चिसो हावालाई फाल्ने काम गर्छ रुमभित्र। अनि यसरी रुमभित्र फाल्ने काम गर्दाखेरि तपाईँको चिसो दिन्छ रुमलाई चाहिँ। चिसो बनाएपछि खानेकुरालाई चाहिँ हामी धेरै टाइमसम्म चाहिँ राख्न सक्छौँ हैन। अनि यहाँ चाहिँ तपाईँको हिटर पनि राखेको हुन्छ। यो किन तपाईँको फ्रिज हो हैन, फ्रिजमा चाहिँ आइस आउने भएको कारणले गर्दाखेरि धेरै चलिरहेको हुन्छ। आइस आउँदाखेरि चाहिँ यहाँ आइस हुन्छ, अनि यो हिटरले चाहिँ त्यो आइसलाई चाहिँ पगाल्ने काम गर्छ र पगालेपछि पानी बनेर चाहिँ हजुरको पानी गएर चाहिँ यो ड्रेन लाइन हो, यो ड्रेनमा चाहिँ पानी जाने काम गर्छ। अब आइस जमेर बस्यो भने यो हिटर राखेन भने त धेरै जम्छ, जमेपछि यिनीहरूले काम गर्दैन। अनि यो हुन्छ हैन। यसमा चाहिँ तपाईको यो रुम सेन्सर भयो। यो रुम सेन्सरले चाहिँ रुममा कति टेम्परेचर छ भनेर चाहिँ बाहिर सो गर्ने पनि यसले काम गर्छ। अनि त्यसपछि यो कोइलमा चाहिँ हिटर लगाएको हुन्छ, यो पनि चिसोले नजम्योस् भनेर, आइस नबनोस् भनेर चाहिँ। यो चाहिँ तपाईँको हिटर हो, यसले गर्दाखेरि चाहिँ तपाईँको यसमा आइस जम्न दिँदैन। अनि यो चाहिँ कोइल हिटर भयो, यो ट्रे हिटर भयो है। यहीबाट पानी पगालेर चाहिँ ड्रेन जाने काम गर्छ। यसको भित्री पार्ट चाहिँ यति हो, 2टा फ्यान जोडिएको छ है। यसलाई चाहिँ हामी एभापोरेटर मतलब इन्डोर भन्ने काम गर्छौँ। यसरी यसलाई इन्डोरै नाम दिएको। साथीहरू म चाहिँ अहिले माथि आइसकेको छु हैन। यसको आउटडोर सम्बन्धी तपाईँलाई अब बताउने छु हैन। तल देखिहाल्नुभयो त्यो इन्डोर भइहाल्यो, एभापोरेटर साइड भयो। अब यो चाहिँ आउटडोर कन्डेन्सर कोइलतिर हामी सो गर्दैछौँ। म तपाईँलाई यहाँ देखाउँछु। मेरो हातले चाहिँ पानी हाल्दैछ हैन। यसको सर्भिस कसरी हुन्छ म तपाईँलाई देखाउँछु है त। ल यो चाहिँ तपाईँको आउटडोर भइहाल्यो, यसलाई चाहिँ आउटडोर भन्छ। यसमा चाहिँ कम्प्रेसर, यसमा पनि कम्प्रेसरै हुन्छ हैन। हरेक तपाईँको चिसो बनाउने चिजमा कम्प्रेसर अनिवार्य हुन्छ। त्यो कम्प्रेसरले गर्दा चाहिँ चिसो हुने काम गर्छ। यो चाहिँ हाम्रो कन्डेन्सर कोइल भयो हैन। यसमा 2टा फ्यान छ। मैले लास्ट टाइम पनि हजुरहरूलाई भनिसकेको छु कि
यसमा दुईवटा पाइप छ होइन, तामाको सक्सन र डिस्चार्ज हुन्छ। त्यो डिस्चार्जको लाइन हो, त्यो डिस्चार्जबाट चाहिँ ग्यास गएर चाहिँ तल जाने हुन्छ होइन, त्योले चाहिँ चिसो बनाउने काम गर्छ। र यो पाइपले चाहिँ यो मोटो देख्नु भएको छ, यो चाहिँ सक्सन चाहिँ त्यही ग्यासलाई चाहिँ फेरि यसैमा तानेर ल्याएर घुमाउने काम गर्छ। यसरी घुमेको गर्छ, त्यो कुलिङ गरिरहेको छ होइन। फ्रिजहरूमा पनि यसरी नै हुन्छ, हाम्रो गाउँघरतिर हुने फ्रिजहरूमा पनि यसरी नै काम गरिरहन्छ। मेरो साथीले चाहिँ यहाँ पानी हाल्दैछ होइन, अहिले हामीले सर्भिसिङ गर्दैछौँ। यसरी चाहिँ यसको आउटडोर सर्भिसिङ गर्छौँ। अब यो यसरी पानी हालेर सफा गर्दाखेरि चाहिँ यसको धुलो लागेको चाहिँ सबै पखालिन्छ होइन, अनि राम्रोसँग साफ भएपछि यसले कुलिङ राम्रो दिने हुन्छ। त्यहाँ खानाहरू चिसो राख्नलाई धेरै मद्दत गर्छ यसले नै। यसरी हामी सबै अब 6वटा चिल्लरको चाहिँ होइन यसरी नै सर्भिसिङ गर्नेछौँ। भिडियो कस्तो लागिरहेछ प्लिज एकचोटि जानकारी दिनु होला, मतलब कमेन्ट गरिदिनु होला के कस्तो भइरहेछ है। एसीहरू चलिरहेको छ, मेरो आवाज सायद राम्रोसँग पुगिरहेको छैन होला, त्यसको लागि चाहिँ म सरी भन्न चाहन्छु होइन। यहाँ चाहिँ हाम्रो 4वटा एकै ठाउँ छ आउटडोर, एउटा यहाँ छ अनि तपाईँको अर्को चाहिँ यतातिर छ होइन। यहाँ 2वटा भयो, एउटा चाहिँ पर छ होइन। यहाँ टोटल 5वटा सँगै छ भनौँ न, आसपासै छ है। अब यो सबै चिल्लरहरूलाई हामी चाहिँ यसरी नै अब साथीले पानी हालिरहेछ होइन, अब यसरी नै चाहिँ पुरै हामी साफ गर्नेछौँ होइन। भिडियो चाहिँ के कस्तो भइरहेछ कमेन्ट गरिदिनु होला। कसले चाहिँ कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि लेखिदिनु होला है। अब यो हामी सबै साफ गर्नेछौँ। अब भिडियो अब यति नै बनाउन चाहेँ होइन। मेरो भिडियो हेरिदिनु भएकोमा चाहिँ तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहेँ। र एकचोटि फेरि भन्दैछु, मेरो च्यानललाई चाहिँ कस्तो धम्का जस्तो भयो है, सरी है। अलिकति हेर्नु न, अब बोल्नै आइरहेको छैन क्या, के बोल्ने भन्ने हुन्छ, क्या यसरी क्यामेरा अन गर्दाखेरि के बोल्ने भन्ने हुन्छ है। गर्मी धेरै नै छ। प्लिज है सबैलाई जति पनि मेरो भिडियो हेरिदिनु हुनेहरूलाई चाहिँ सब्सक्राइब पनि गरिदिनु होला है प्लिज है। यति चाहिँ भन्नु मैले फेरि अनुरोध गरेँ लास्टमा चाहिँ। ओके बाई बाई, अर्को भिडियो लिएर आउने नै छु अहिलेलाई।